जब हामी नयाँ करारका लेखकहरूको विषयमा हामी हेऱ्यौँ भने उनीहरूले जे लेखे नि त्यो लेखेको कारणले गर्दाखेरि उनीहरूको हत्या भएको कुरा त्यहाँ हामी देख्छौँ। त्यस कारणले बाइबल त्यो कारणले गर्दाखेरि के छ त सत्य छ। बाइबल हिजो जस्तो थियो आज पनि त्यस्तै छ र भोलि पनि त्यस्तै नै रहनेछ। बाइबलले आज करोडौँ मानिसहरूको जीवन परिवर्तन गरेको छ। मान्नुहुन्छ हामी जतिजना यहाँ छौँ हाम्रो जीवन परिवर्तन आज परमेश्वरको वचनले गरेको छ कि छैन भन्नुहोस् त? छ नि होइन? आज संसारमा कुनै पनि त्यस्तो पुस्तक छैन जसलाई एकचोटि पढेपछि बारम्बार हामीलाई पढ्नु मनपर्छ। एकचोटि पढिसकेपछि हामीलाई त्यो फर्केर हेर्नु मन पर्दैन नि। बाइबल एउटा यस्तो पुस्तक हो जसलाई हामीले जति पढे पनि कहिले पनि पुरानो हुँदैन। एकजना व्यक्तिले यसो भन्नुभएको छ, बाइबल चाहिँ भोलि आउने पत्रिका भन्दा पनि नयाँ छ। आमेन। भोलि के आउँदैछ, भोलिको पत्रिकामा के खबर छापिँदैछ कसैलाई थाहा छ? थाहा छैन नि। तर बाइबल चाहिँ भोलि आउने न्युज पेपर भन्दा पनि अप टु डेट छ। बाइबललाई होइन, बाइबललाई गलत ठहराउनको लागि शासकहरू, राजाहरू, दार्शनिकहरू लागि परेको कुरा हामी त्यहाँ देख्छौँ। बाइबललाई कसैले कहिले पनि हजारौँ वर्ष बितिसक्दा पनि अहिलेसम्म पनि बाइबललाई कसैले पनि यो गलत हो है, बाइबलमा लेखेको कुरा सबै मनगढन्ते छ, काल्पनिक छ भनेर कसैले पनि प्रमाणित गर्न सकेको छैन। किन? बाइबल चाहिँ परमेश्वरद्वारा लेखिएको उहाँको आफ्नै पुस्तक भएको कारणले गर्दाखेरि आज त्यही बाइबलको खण्डहरूबाट परमेश्वरको वचनलाई हामी हेर्न लागिरहेका छौँ। योना 3 को 16 को कुरा अघि आयो होइन? बाइबलको मुटु चाहिँ योना 3 को 16 हो। योना 3 को 16 नै वास्तवमा एन्टायर बाइबलको सन्देश हो। एन्टायर बाइबलमा भएको 66 वटा पुस्तकको एउटै मात्र सारांश भनेको चाहिँ योना 3 को 16। त्यहाँ के लेखेको छ? किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर यसले अनन्त जीवन पाओस्। यो चाहिँ बाइबलको मुटु, यो पद चाहिँ बाइबलको मुटु पद हो, जसलाई बुझाउनको लागि, जसलाई होइन प्रमाणित गर्नको लागि चाहिँ परमेश्वरले आफ्नो एकलौटे पुत्रलाई संसारमा पठाउनु भएको थियो। 25 डिसेम्बर भनेर भन्छ अनि हाम्रो विरोधीहरूले के भन्छ? 25 डिसेम्बर कहाँ छ बाइबलमा? कहीँ पनि छैन, डेटै छैन। 25 डिसेम्बरमा मनाउने क्रिस्चियनहरू त झुटो भनेर पनि भन्ने गर्छ। 25 डिसेम्बर होइन भनेर पनि त बाइबलले लेखेको छैन नि, छ त 25 डिसेम्बर। हामी येशू ख्रीष्ट कहिले जन्मनु भयो भन्ने कुरामा भन्दा पनि येशू ख्रीष्ट किन जन्मनु भयो भन्ने कुरामा बढी विश्वास गर्छ। आमेन। येशू ख्रीष्ट जन्मनु भएको होइन भनेर कसैले पनि प्रमाणित गर्न सक्दैन। किन बाइबलमा हामी हेऱ्यौँ भने विभिन्न मानिसहरूले येशू ख्रीष्टको जन्मको विषयमा फ्रिजमा राखेको रहेछ, साह्रो चिसो नि, प्रमाणित गरेको कुराहरू हामी त्यहाँ देख्छौँ। सोर्सेस भन्छौँ बाइबलमा त्यस्ता व्यक्तिहरू छन् जसले येशू भन्ने व्यक्ति चाहिँ वास्तवमै जन्मिएको है भनेर उनीहरूले के गर्छन्? प्रमाण दिएका उदाहरणको लागि हामी जोसेफस भन्ने एकजना यहुदी इतिहासकार हुनुहुन्छ जो चाहिँ येशू ख्रीष्टको मृत्यु भए पछाडि अथवा उहाँको पुनरुत्थान भए पछाडि केही समय पछाडिको व्यक्तित्व हुनुहुन्छ अनि उहाँले येशू ख्रीष्ट भन्ने व्यक्ति चाहिँ जन्मनु भएको भन्ने कुराको प्रमाण उहाँले दिनुभएको छ। संसारमा हामी हेऱ्यौँ भने बाइबलमा भएका सबै घटनाक्रमहरू चाहिँ वास्तवमै घटेको भन्ने कुरा आज